तनाव भयो यार। अनलाइन टिकट सब बुकिङ गरेर बसपार गएको, बसपार पनि न तल न माथि अगाडि पछाडि कुनै रहन्छ, सिटै रहन्छ। कसरी घर जाने यार? ए भाइ, टिकट नपाएपछि के भयो त? साइकलमा घर जाने हो कि? ए मजाक नगर न यार। हेर भाइ हो, म त टिकट पाए पनि घर जाने पक्षमा छैन। छैन। ल अब दसैँ कोठामै पार्टी, आलु तरकारी, टिकटक लाइभ। यामा यसपालि घर आउनु पाउँदिन। स्क्रिन नै भए पनि टिका लाएर दसैँ मनाउनुलाई। रोम रोम भाइयो, सिस्टम। यहाँ नरौ न यार, बरु जमरा पनि अनलाइन मगाऊ, यहीँ रमाइलो गरौँला क्या तिनैजनाले कोठाइमा है। ल हुन्छ। दसैँ रमाइलो मनैमा हुन्छ जहाँ भए पनि। विजयादशमी तथा शुभ दीपावली 2082 सालको पावन अवसरमा देश तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा आमा बुवा दिदीबहिनीहरूलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।